गाडी पनि छैन खाली। हेलो ठिकै छौ? के गर्नुहुँदैछ बाबा? हजुर खोले गाईलाई बाबा यहाँ खोले पकाउनु हुँदै रहेछ हो। मम्मीहरूमा के गर्नुहुँदैछ भित्र देखाइदेन सबै फाटेको यो मैले एक्लैले हो पसिना हेर्नु न कोही देखाइ साथी टाइम पनि निकै भयो। अब हेरौँ गाडी पाइन्छ पाइँदैन। क्लिननेस ड्राइभ चलिरहेको छ एनसीसी र डिजास्टर म्यानेजमेन्ट लिएर। र हामीसँग हाम्रो एनएसएसको टिचर पनि हुन्छ। के हो हेर्नु नि अन्त। हेलो गाइस वेलकम टु माई च्यानल। सो नयाँ दिन र नयाँ भ्लग स्टार्ट भइसकेको छ हजुरको माझमा। र अहिले चाहिँ म कलेजतर्फ निस्किँदै गरेको हो। अन्त यहाँ साथीहरू चाहिँ आज चाहिँ घरतर्फ जाने अरे हौ। हेलो ठिकै छौ? ल आउने एकछिन यता भ्लगमा केही हुँदैन हौ। त्यो साथीहरू चाहिँ घर निस्किनु लागि चाहिँ रेडी हुँदैछ हो। कति बेला गाडी छ? अब आज केही छैन होला कलेज लागेन होला। लाग्नु त लाग्यो म चाहिँ जाँदैछु। हामीलाई चाहिँ बोलाइरहनु भएको छ कि। अन्त यता ब्रदर चाहिँ आज भोलि लाग्दैछ। अन्त सबै कसैलाई ननिकाल्नु भन्दैछ यहाँ चाहिँ। अब त्यति साह्रो छ हो। तिमी बिस्तारै जाऊ बिस्तारै जानुहोस् ल। ल अहिले चाहिँ अब निस्किँदै गरेको हो। उहाँहरू चाहिँ आज घर जानुहुने अरे। अन्त म चाहिँ मेबी भयो भने भरे कलेजबाट आयो हेर भ्याएँ भने चाहिँ म पनि अब आज घर जाउँ भन्ने दै गरेको हो। लेट्स सी अब के हुन्छ। भरे भ्याइयो भने चाहिँ अब दसैँ पनि आयो होइन। त्यही भएर चाहिँ अब घरतिर अब काम काज हुन्छ। त्यही भएर चाहिँ अब आज चाहिँ भ्याएँ भने चाहिँ म पनि घर जाउँ भनेर सोच्दैछु। लेट्स सी के हुन्छ। किरण दा कता? ठिकै हुनुहुन्छ? ठिकै हुनुहुन्छ? एकदम यता हाम्रो किरण दा पनि ठिकै हुनुहुन्छ? एकदम कताबाट अहिले कताबाट आउनु भएको? घरैबाट आएको एकछिन एटिएम काम थियो कि साइबरमा। ए हजुर हजुर ओके हुन्छ भेट्दै गरौँ दा। लाग्यो ल हुन्छ अब हुन्छ। अब चाहिँ कलेजतर्फ निस्किँदै गरेको हो। अन्त आज खासै चाहिँ क्लिनिनेस ड्राइभ छ हो। अन्त एक हप्ताको लागि चाहिँ हाम्रो कलेजमा चाहिँ क्लिनिनेस ड्राइभ चलिरहेको छ नि त। आज कोही छैन र दसैँ छुट्टी लाग्यो क्या हो। खै आज लास्ट वर्किङ डे हो। आज लास्ट वर्किङ डे हो। खै स्टुडेन्ट पनि देखिँदैन। लास्ट वर्किङ डेको लागि त जहिले यस्तै त हो। त्यस्तै हो। तर हामी सिन्सियर स्टुडेन्ट हो। हामी कलेज गइने हो। केही छैन हेरौँ। ए कोही छैन त। आज चाहिँ सुनसान छ त सन्नाटा छ हौ कलेजमा। अहिले चाहिँ हाम्रो क्लास सकिसकेको छ हो। अन्त अहिले चाहिँ क्लास सकेको छ हाम्रो हो। क्लास सकेर अब हल्का आज चाहिँ क्लिननेस ड्राइभ के भन्छ स्वच्छ भारत अभियान है हो। हाम्रो चाहिँ प्ले गर्नु परेको छ नि त। अन्त यो घाममा चाहिँ आँखा उब्रेको छैन कसरी झारो फाल्नु पर्ने। क्लिननेस ड्राइभ गरिरहेको छौँ हो। सञ्चामान लिम्बू गभर्मेन्ट डिग्री कलेजको स्टुडेन्ट यो चाहिँ आफ्नो आफ्नो फिल्डमा चाहिँ सफा गरिरहेको छौँ हो। र हाम्रो डिपार्टमेन्टको चाहिँ यहाँ प्ले ग्राउन्ड परिरहेको छ। ए यता आज चाहिँ यहाँ खतरा हुँदैछ गाइस। आज चाहिँ सरसफाइ चल्दैछ हो। अन्त मजा देखे मैला भएर र अहिले चाहिँ हामी सरसफाइ गर्दैछौँ हो। यो लाइन जति पनि यो देख्नुहुँदैछ यो चाहिँ हाम्रो एरिया परेको छ हो। र गाइस अहिले चाहिँ हामी यो जुन माथि ग्यालेरी चाहिँ सफा गरिसक्यो हो। अन्त यहाँनिर चाहिँ हाम्रो यहाँ प्रभातले एक दुई शब्द राखिदिनुहुन्छ। गाइस आज चाहिँ हामी चाहिँ यो सराउन्डिङ चाहिँ सबै हामीले गर्नुपर्ने छ हो। हजुर र यता चाहिँ हामीले गरिसक्दैछौँ। अब यता छ कति छ हुनुहुन्छ अब हामी गर्छौँ। उहाँ हेर्नुहोस् रातै परिसक्यो। अलिक हामीलाई चाहिँ स्टुडेन्टहरूको चाहिँ अलिक कमी भएको कारणले गर्दा चाहिँ अलिक हामीलाई स्टुडेन्ट टिचर्सहरूले यसो प्रोभाइड गरिदिनु पर्यो अलिकति। अब ओके ओके यता हाम्रो हेमन्त सर भर्खरै क्या बोल्थे पब्लिक यो सबै देखाइदेन सबै फाटेको यो मैले एक्लैले हो पसिना हेर्नु न कोही देखाइ साथी ओके ओके मैले चाहिँ प्लास्टिक जति पनि छ प्लास्टिक वेस्ट निस्केको मैले चाहिँ यहाँ डिस्पोज गर्दैछु हो। हेलो एभ्रिवान आज चाहिँ हाम्रो कलेजमा क्लिननेस ड्राइभ चलिरहेको छ एनसीसी र डिजास्टर म्यानेजमेन्ट लिएर। र हामीसँग हाम्रो एनएसएसको टिचर पनि हुन्छ। एनसीसीको टिचर अन्त भाइस प्रिन्सिपल सबैजनाको कोलाबोरेसनमा चाहिँ हामीले क्लिननेस ड्राइभ चलिराखेको छ। यो जति पनि देख्नुहुँदैछ नि यो माथिदेखिको मैला आज जति पनि सरसफाइ छ हो
यो परदेखि चाहिँ हामीले यहाँसम्म चाहिँ गरेको छ हो। बाटोमा चाहिँ प्लास्टिकहरू नफ्याँकिदिनुहोस् होला, त्यति हो। त्यसले चाहिँ फ्याँके पनि एउटा सही डस्टबिनमा युज गरेर हालिदिनुहोस् होला हो। अन्त यो तल पनि यहाँनिर पनि सफा भइरहेको छ हो। म रुम फर्किँदै गरेको हो। अन्त आजको प्रोग्राम चाहिँ अब सक्यो। आज क्लिनिनेस ड्राइभ पनि थियो हो। अन्त एक हप्ताको लागि चाहिँ हाम्रो कलेजमा चलिरहेको थियो। अन्त अलमोस्ट आज चाहिँ सबै सकिएको छ र अहिले चाहिँ अब भ्यायो भने चाहिँ म पनि घरतर्फ लागौँ भनेको। अब के हुन्छ, रेडी भएर चाहिँ यहाँ गाडी पर्खिरहेको छु हो। अन्त टाइम पनि निकै भयो। अब हेरौँ गाडी पाइन्छ पाइँदैन। बजारसम्म हुन्छ त यहाँ गेजिङ बजार आइसकेँ हो। अहिले चाहिँ स्ट्यान्ड आइपुग्दैछु। आजको नजारा चाहिँ यस्तो छ स्ट्यान्डको हो। गाडी पनि छैन, खाली हो। अन्त अहिले चाहिँ झर्दै छु अब स्ट्यान्डमा। हेरौँ के कसो हुन्छ। भलिबल दशहराको अहिले चाहिँ म घरतर्फ लाग्दैछु हो। र यहाँ चाहिँ दा पनि आज घरतर्फ फर्किनै हुँदै रहेछ। र अहिले चाहिँ यहाँ दिवाकर दासँग चाहिँ म घरतर्फ जाँदैछु। अन्त दा चाहिँ आज चाहिँ ड्युटीदेखि कति दिन बादमा चाहिँ घर जानुहुँदैछ दा? आज 10 दिन बादमा। 10 दिन बादमा। अन्त आज चाहिँ अब दसैँ लाग्यो हो। अन्त त्यही भएर दा पनि ड्युटी गर्नुहुन्छ नि त गेजिङमा। अन्त आज चाहिँ बेलुकीको टाइममा म पनि रुमबाट निस्किएको थिएँ। यता चाहिँ हो हाम्रो गेजिङको खास सर्भिस चाहिँ हो। तर आज प्याक भएको कारणले गर्दा चाहिँ खासै चाहिँ म नजाने भएको थिएँ हो। होस् होस् पर्दैन, बिस्तारै जानु। होस् होस् गएको हुन्छ। अझै घर चाहिँ आइपुगेको छैन हो। माथिबाट आयो भने पनि हाम्रो घरै चाहिँ पुग्दैन हो। अन्त तलबाट आयो भने पनि घरै चाहिँ पुग्दैन। तर रोड चाहिँ यो रोड चाहिँ छ हो। अन्त यति राति भइसक्यो हो। अब घरमै पुगेर भेट्नुमै भ्लग इन पनि गरेको छुइनँ। आज खोइ के भयो के भयो कस्तो भ्लग भयो हो। के गर्नुहुँदैछ बाबा? हजुर खोले गाईलाई बाबा यहाँ खोले पकाउनु हुँदै रहेछ हो। अब मम्मीहरूमै के गर्नुहुँदैछ भित्र खाना पकाउनु हुँदै होला सायद। ल के गर्नुहुँदैछ मम्मी? खाना खानुभएको? खाना खानुभएको कि छैन? के हो हेर्नु नि अन्त के हुँदैन कागज त अन्त घरमा चाहिन्छ नि भाइ, के चाहिन्छ तिमीले बुझेकै छौ न। अहिले भोलि साँच्ची दाजुसँग गएर बत्ती बनाउनु लगाएँ। किन घरमा बत्ती बिग्रियो? बिग्रियो के भयो? छैन माथि, ला कहीँ आउँदैन। अन्त यहाँ किचनमा त छ त अन्त यो चाहिँ किचनमा त तल मुनि मात्रै छ। घरमा अब लाइटै बिग्रेछ हो। अनि चार्जहरू अन्त फोन चार्जहरू कहाँ गर्नुहुन्छ? यो तल मुनि गर्छौँ। ए एक माथि त्यो माथि माथिल्लो तलको सबै बिग्रेछ, माथिल्लो तलाको सब कहीँ गर्दैन। ल के रहेछ? ल ए रामजी यता पनि देखाइदिनु नि अनि बाउको त टोपी पनि यस्तो यता देखाइदिनु नि अन्त। त्यसरी होइन यसरी सिधा त्यसरी बनाएर देखाउनु। ल यो चाहिँ फ्रेम गरेको हो। यो चाहिँ फ्रेम गरेको देखाइदिनु त। मम्मी कस्तो लाग्यो? ल दामी दामी हजुर दामी त छ। दसैँमा चाहिँ फ्यामिलीको खिचेर ठुलो फ्रेम बनाएर ल्याएँ भाइ। कस्तो लाग्यो बाबा? अहिले चाहिँ म फाइनली घर पनि आइसकेँ हो। अनि तपाईँहरूलाई आजको मेरो भ्लग के कसो लाग्यो कमेन्ट गरिदिनु होला हो। अन्त रुमदेखि नै ढिलो हिँडेको हो। घरमा पनि राति नै आइपुगिसक्यो, खाना खाने टाइम भइसकेछ हो। र यति नै भन्दै आजको मेरो सानो भ्लग पनि राख्न चाहन्छु। र च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक, सेयर एन्ड सब्सक्राइब गर्न नभुल्नु होला है त गाइस।